पदौमा हो अनि दामी गिफ्ट पाउँछ एकचोटि मेरो तर्फबाट केटाहरूलाई पार्टी मैले नि हो एकदम हो म त बुझ्दै हो भनिदिन्छु हो भनिदिन्छ नि हो नै मैले बकाइदाले मेरो 3026249 को बकाइदाले दिएर यो आएको तपाईले पनि भन्दिनुस् के विचार छ मेरो लाइन आइ बाबु बिस्तारै त्यही हो मेरो छडम के हो मुजी एउटा भिडियो बनाउ बाते भिडियो माथि भके त धेरै माथि त भार मारे केटा हो अनि यसमा सेमा मसा सिडाउ न छड्के पारेर खिचा न छड्के हेलो गाइस मारे यार केटाहरुले भाइ यता फर्काइदिनु काम हो त्यो यहाँ मासु काट्दै छ त्यो भैलोको कार्यक्रमको लागि चाहिँ आज साथीभाइहरू हामी सटरडेको दिनमा चाहिँ यो जमघट यसलाई चाहिँ इङ्ग्लिसमा पिकनिक हैन नेपालीमा चाहिँ के भनिन्छ वनभोजमा आइरहेका छौँ। वनभोजमा हामी 20 जना छौँ। स्पेसल आज अलिकति ठुलो पल्टेर लाउने भन्ने एकजना व्यक्ति हुनुहुन्छ, उहाँ चाहिँ आउनु भएन। अरू लगायत हामी खेल्नेका सम्पूर्ण दाजुभाइ तथा दाजुभाइमा त दिदीबहिनी कोही पनि हुनुहुन्छ, दाजुभाइहरू सबै आइपुगेका छौँ। अनि यो रमाइलो जमघटकोमा चाहिँ हामीले खसी पनि 17,000 हालेर चाहिँ एउटा खसी पनि किनिसकेका छौँ। त्यो खसी किन्नको लागि चाहिँ हाम्रो साथीभाइहरू गइसक्नु भएको छ। अरू खानेकुराहरू देखाइदिनुहोस् न एकचोटि। देखिसकेको छ, स्टलहरू पनि देखाइदिनु न। हाम्रो तिहारमा हामीले चाहिँ 36,250 उठाइरहेको छ। त्यसमा पनि स्पिकर थोरै डेलुले चाहिँ सर्ट गरिदिएको रिजनले चाहिँ बिग्रेको थियो। त्यसमा पनि मल्टिप्लग बिग्रेको थियो। स्पिकरको लागि चाहिँ 3500 अनि हाम्रो मल्टिप्लगलाई चाहिँ 700 कति खर्च भएर बाँकी रहेको 32,250 रुपियाँ चाहिँ बाँचेको कारणले गर्दाखेरि त्यसमा पनि झापेसरको स्पेसल कम्मर मर्केको 1005 आएको। उहाँ घरमा हुनुहुन्थेन त्यो बेला, खास अलिकति विशेष कारणवश उहाँको व्यस्तताको कारणले उहाँ चाहिँ घरमा हुनु भएन। तर 1005 रुपियाँ चाहिँ उहाँको घरबाट पनि सहयोग आएको नआएको होइन। अनि लगायत अरू उहाँको जुन लचकता थियो पहिला डान्समा जतिको पहिला उहाँ हुनुहुन्थ्यो, अहिले अलिक हुनुहुन्न। यो चाहिँ किन हो त्यो चाहिँ थाहा भएन, उहाँलाई पनि सोध्नु पर्ला। पहिलाको जस्तो त्यस्तो डान्सर चाहिँ बन्नु भएन। त्यही पनि आफूमा रहेको गुणहरू चाहिँ जाँदैन भन्ने कुराले चाहिँ उहाँले यही भैलोमा स्पष्ट पारिदिनु पऱ्यो। उहाँको डान्सले गर्दाखेरि विभिन्न प्रकारका हामीले खाद्यदेखि रौसीदेखि लिएर पैसा पनि कलेक्सन गरिरहेको छ। चापस के भन्ने मेरो नि त्यही नाम राख्दिनु पर्यो। हाम्रो सुनिल लाइनले भन्नु पर्यो नि, मेरो समर्थन छ। त्यो हजुरलाई नि खानुहोस् न। कुन च्यानलमा आउँछ यो? बिहान बिहान डिल्लेको दोकानमा आउँछ, अरू कतै होइन। विद्या होइन डिल सर? एकदम सर। कत्तर च्यानलमा नै आउँछ सबै।
2080 साल 9 गतेका दिन हामी महतगौडावासी सबै साथीभाइजनहरू मिलेर हामी देउसी भैलो कार्यक्रम सम्पन्न भएको उपलक्ष्यमा र केही रकम हामीले उठाएको हुँदा सबैजना मिलिजुली आज प्रोग्राम सम्पन्न भएको छ। अहिले खाना खाने क्रममा साथीहरू लाइनमा हुनुहुन्छ।